र गाइज इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने आजको मैले चाहिँ घरमा कसैलाई नभनिकन म सरप्राइज दिनलाई म एकैचोटि जाँदैछु। ल फाइनल्ली घरमा आइपुग्यो। हेलो गाइज, वेलकम टु माई अनदर भिडियो। होप तपाईँहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। म चाहिँ यो अहिले क्याटविक एयरपोर्ट साउथ टर्मिनलमा छु भने म चाहिँ आज युकेदेखिको नेपालको मेरो यात्रा छ र मेरो प्लेन चाहिँ यहाँबाट 5:30 को छ भने अहिले चाहिँ म यो क्याटविक एयरपोर्ट साउथ टर्मिनलमा छु। हजुरहरूलाई मेरो यो आज युकेदेखिको नेपाल यात्रा कस्तो हुन्छ तपाईँलाई म सबै मेरो यो भिडियोमा देखाउनेछु। यो चाहिँ मेरो लगेज भयो। अब यहाँबाट म भित्र छिर्न पर्ने हुन्छ भने यो चाहिँ ट्याक्कै एयरपोर्ट देख्न सक्नुहुन्छ तपाईँहरू। तर एयरपोर्टको यो सर र गाइज, अब यहाँबाट चाहिँ म जाँदैछु। लिफ्ट देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ आफ्नो बोर्डिङ पास लिने होला। र गाइज इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने घरमा म जान लागेको चाहिँ कसैलाई पनि थाहा छैन, अङ्कललाई भाइ र अङ्कल चाहिँ मलाई लिनलाई काठमाडौँ आइसक्नु भयो भने म चाहिँ अब एकदम एक्साइटेड छु घर परिवारको रियाक्सन कस्तो होला भनेर। र तपाईँहरू पनि वेट गर्नु होला कस्तो हुन्छ। तपाईँहरूलाई म सबै देखाउनेछु भिडियोमा र भिडियो अन्तिम समेत हेरिदिनु होला। गाइज, म चाहिँ यो सेक्युरिटी चेक भएर अब यहाँ बाहिर म जाँदैछु। ड्युटी फ्री जाँदैछु। ड्युटी फ्री जाने वे चाहिँ यो हो भने तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँबाट सर ड्युटी फ्री अब जाने हो। सेक्युरिटी चेक भएर तल चाहिँ अब ड्युटी फ्री हो भने देख्न सक्नुहुन्छ। यो चाहिँ ड्युटी फ्री। Hello guys. Hello. How are you? How are you? Good? Excuse me. Don't please, I know you excuse me. Good. Back home. Can you close this? Then I'm not recording anything. Yeah. Oh. Okay. I don't trust this one. Turkey. Istanbul. And then? Nepal. Ah, nice. Then Nepal? Yeah. Look at this one. Hello Philip. Cameraman, YouTuber. You want to be famous? Please. Come in. 1, 2. No, I don't want to be famous. Thank you very much. एप्पल वाचहरूको प्राइस देख्न सक्नुहुन्छ यहाँनिर। आइफोन 17 प्रो म्याक्स चाहिँ 5 प्याडको यो प्राइजहरू म्याकहरू देख्न सक्नुहुन्छ। घडीहरू देख्न सक्नुहुन्छ। यो चाहिँ साउथ टर्मिनल हो ग्याटविक एयरपोर्टको। गाइज, मेरो चाहिँ फ्लाइट नम्बर चाहिँ अब 22 देखाएँ र म चाहिँ अब वे खोजेर अब म जाँदैछु। यो चाहिँ म जाने बाटो। यहाँबाट चाहिँ अब म उता प्लेन चढ्न जाँदैछु। देख्न सक्नुहुन्छ तपाईँहरू। 10 to 28 यता जानुपर्ने रहेछ हामी। देख्न सक्नुहुन्छ न्युयोर्क
लन्डनमा तपाईहरुले युएस को ब्रिज देख्न सक्नुहुन्छ ठ्याक्कै नेपालको झल्को र यो एम्बरको होला सायद भर्खर अब यहाँ 14 मा आइसकेँ र अब यहाँबाट चाहिँ 22 मा पुग्न पर्छ म 22 नम्बरमा हङकङमा नदेखे पनि यहाँ मैले फोटोमा चाहिँ देखिरहेको छु है हङकङ युकेमा बसेर म हङकङ हिँड्ने भइसकेँ म 16 17 अब 18 19 20 21 22 गाइज म चाहिँ अब यहीँबाट जानुपर्ने हो अब यहाँ भित्र चाहिँ खिच्न दिँदैन चेक इन हुँदैछ गाइज हामी चाहिँ यहाँ प्लेनभित्र छिर्दैछौँ होइन देख्न सक्नुहुन्छ प्लेनमा छिर्दै हो Fourteen A. 14. By the window, sir. Ready, huh? Hello. गाइस ट्याक्कै यहाँबाट देख्न सक्नुहुन्छ गाइस म चाहिँ मेरो सिटमा आएर चाहिँ बसिसकेँ र लकिली म चाहिँ मेरो विन्डोजको सिटमा परिछु देख्न सक्नुहुन्छ टर्की एयरलाइन्स चाहिँ मलाई एकदम राम्रो लाग्यो मलाई चाहिँ यो दिनुभएको छ र टर्की एयरलाइन्स चाहिँ मलाई एकदम राम्रो लाग्यो र हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला तपाईहरुलाई म एकचोटि सर म अगाडिबाट देखाउँछु तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ अगाडि डिस्प्ले ट्याक्क यो खुट्टा राख्ने ठाउँ यस्तो सर सबै मिलेको छ र प्लेनको इन्जिन चाहिँ खतरा गराउँदो रहेछ देख्न सक्नुहुन्छ अहिले म यहाँनिर छु भने अब यहाँबाट चाहिँ सर यहाँनिर चाहिँ मेरो प्लेन ल्यान्ड हुन्छ गाइस अब चाहिँ यहाँनिर खाजा खाने बेला भयो र खाजा चाहिँ यहाँको एयर होस्टेसहरूले पुरा बार्दै हुनुहुन्छ गाइस यो चाहिँ टर्की एयरलाइन्सको यो खाना देख्न सक्नुहुन्छ तपाईहरुले यति नै हो अब टर्की देख्न सक्नुहुन्छ तपाईहरु एकदम ठुलो रहेछ जाँदैछौँ बाहिर थ्याङ्क यू गाइस टर्की आयो गाइस टर्कीको यो टिटुबल F8 उतारा छ यहाँको फेभरेट के हो यहाँको फेभरेट यहाँको मिट एकदम ट्राई गर्दैम है त्यसो भए ग्याटविक एयरपोर्ट भन्दा त ठुलो हो यहाँ पनि युरोमैको चल्दो रहेछ है दामी डेकोरेसनहरू पनि दामी रहेछ क्या त यहाँको यताबाट रहेछ होइन यहीबाट तर चकलेटको त अनि 74 युरोको छ त दाइ तर एक ठाउँ त मलाई त लास्ट डर लाग्यो नि त घुत्रु घुत्रु गरेर सट्टै तल झार्दै होला म गाइस टर्कीको फेमस चकलेटहरू
खडा रङको देख्न सक्नुहुन्छ भ्यायो भने त अहिले म आउँछु यहाँबाट पनि तल जानुपर्ने रहेछ थ्याङ्क यू elektronik sigara ve benzeri tehlikeli maddelerin bulunmadığından emin olunuz ve ihtiyacınız हामी चाहिँ अब ट्रान्जिट पछाडि हाम्रो चाहिँ अब दोस्रो बोर्डिङ पास हाम्रो चेक हुन गइरहेको छ त्यहाँ हो चेक गर्ने यहाँ चेक भएर अनि भित्र छिर्नुपर्छ यहाँबाट अब काठमाडौँतर्फ लाग्यौँ त्यो चाहिँ हाम्रो अब जाने प्लेन के यतै पऱ्यो तर कहाँ पऱ्यो 21 मेरो यहाँ पऱ्यो है के 32 के हो हैन मेरो छोरी छ हैन 3 वर्षको ए तपाईँ त्यहाँ हो ल ल हुन्छ थ्याङ्क यू तपाईँ कहाँनिर मले पछाडि गाइस यहाँ चाहिँ देख्न सक्नुहुन्छ अब यहाँ स्तम्भबाट नेपाल अब 7 घन्टा पछाडि चाहिँ अब नेपाल हुन्छ गाइस म चाहिँ नेपाल ल्यान्ड भइसकेँ आइयो दाइ आइयो आफ्नो ठाउँ आइयो रमाइलो आइरहेको होइन कति रमाइलो सारा सरेर दाजुभाइ दिदीबहिनी र आफ्नो ठाउँ भनेको आफ्नै ठाउँ हो जहाँ गयो नि यहीँबाट यहीँ ल्याउन गाडी युज लाइन लगाएर त्यहीँबाट टर्निङ हानेर मिनट जति अगाडि आयो तर आई थिङ्क त्यसको दुईचोटि हिमालयहरू पाइयो आइयो दिदीबहिनी दाजुभाइ आफ्नो ठाउँ यहाँ कति टाइम लाग्ने हो इन्डियन सिटी हाम्रो यो उसहरू गर्नु पनि कहाँनिर देखाएर उतातिर लाग्छु किन ट्रलीमा भेट्छु ए तपाईँ ए ल दाइ अहिले भेटौँ न ल उता भेटौँ न दाजुको फेरि भारतीय पासपोर्ट इन्डियन नेसनल भएर म त किन गएको छ तर यो दाजुले ब्रिटिस पासपोर्ट चाहिँ किन नल्यायो होला हजुर ब्रिटिस पासपोर्ट ब्रोको अझ पनि 6 वर्ष मात्रै भएको छ अब मात्रै हुन्छ नि त आइएलआर लिनलाई उसको त आइएलआर छ नि त त्यही त आइएलआर अलरेडी छ क्या अनि 6 वर्ष कट्नु 1 वर्ष अझ थप कट्नु पर्यो नि त त्यसपछि मात्रै हो नि आइएलआर पाए पछाडि 5+ अब अरू एन्ट्रान्सहरूलाई चाहिँ 10+ पाउँछ नेपाली हजुर यो उता गइदिने हो त हामी नि होइन बच्चाहरूलाई मात्रै
यतैबाट गइरहेछ त अरू हामी नै छ्या खाँदैन पत्र केही भएर तर दाइ अरू हेरी त नेपालको एयरपोर्ट त अलि सानै हो त सानो सबैजना यतैबाट गइरहेको पशुपति मन्दिरबाट छिरेर अब बाहिर निस्किँदै हामी हेरेको हेरै हाम्रो त पुरै परिवार सुनको गहना नेम कानुन यसरी पढाउनै हाम्रो यो नेपालको नेम कानुन यसरी पढेर अब सेक्युरिटी चेक भएर जाने होला हिँड्दै यहाँ यो चाहिँ सेक्युरिटी चेक गर्ने ठाउँ यहाँको गाइस अब यहाँ सबै चेक गरेर ट्रली चाहिँ लिन जान लागिरहेछ अब हाम्रो चाहिँ 5 मा आउँछ भनेको छ ट्रली खोज्नु पर्यो आइसक्यो मेरो ट्रली होइन एउटा ब्याग टोयलेटको हालत यस्तो छ सामान चाहिँ फाइनल्ली पाएर अब घरतिर निस्किँदै पर्ने हुन्छ सिंगल ड्युटी छ यहाँ खाली खेलमा मात्र काम हो ट्याक्कै यो चाहिँ अब बाहिर निस्किँदैछु म चल्दैन दाइ त्यो भरेङ नि चल्दैन क्या दाइ भरेङ नि चल्दैन लिफ्ट पनि चल्दैन के हो
Yeah, go. Thank you. No problem. Hello. यात्रा राम्रै भयो बिनाहरूलाई कसैलाई नि भन्नु भएको छैन बिनाहरू कसैलाई नि भन्नु भएको छैन हजुर गाइज अब म चाहिँ यहाँबाट ट्याक्क बाइकमा चढेर सर अब खाना होटलतिर लाग्ने तर्फ छ बाइक अब यहाँबाट चढौँ अहिले चाहिँ हामी सूर्य विनायक कटिसक्यो अब घर चाहिँ हामी 7:30-8 बजेतिर पुग्छौँ होला र यो चाहिँ सूर्य विनायक चोक हाम्रो अङ्कल यता हुनुहुन्छ केही पनि देखेको छैन अब यहाँ राति घर आयो अब सरप्राइज दिने भनेको ड्याडीलाई त सम्भव भएन अब मम्मीहरूलाई चाहिँ सरप्राइज दिनुपर्छ मेरो पुरा छुट्टी हुन्छ जान्छु के म हो ल गयो ल कति गयो ल ओइ हजुर ल गयो ल ल ल ल ल रमाइलो भयो ल रमाइलो छ रमाइलो भइरहेको छ बस्नु कि बस्नु न बस्नु आउनु बाहिरको बत्ती बाल्देऊ भन न बाहिरको नमस्ते नानी बाहिरको बत्ती बाल्देऊ भन न सब बत्ती बाल उज्यालो आउँछ कि यो रेकर्ड भइरहेछ हो त्यो अफ गर्नु ल फाइनल्ली घरमा आइपुग्यो
सबले त निर्मला दिदीको घरमा मम्मी तपाईहरु म जाने है अरु म जानु मन छ कि छैन भनेर भनेर भनि अनि कुरो पढाएको छ भनेको छ भनो त्यसले अनि अब तँलाई चाहिँ मान्छेको त्यो भिडियो बनाउने जे हो गोब्रो हेलिमेटले हो नि कसैलाई थाहा छैन सरप्राइज दिने भनेको अब उल्टो सरप्राइज भयो नभनिकन आउँदाखेरि रमाइलो भइरहेछ नमस्ते दाइ सबैजना फ्यामिली फेरि नआउने भने तपाईँ त्यस्तो होइन आज के छ भन्नु न भन्दाखेरि ड्याडीलाई पनि अघि भर्खरै दाइले होला सायद दिनलाई आएको काला काला चाउरी परेर आन्टीले म बिहेक्दै आउनु हो भन्दा त आन्टी त जिस्किनुहुन्छ जस्तै लाग्थ्यो यहाँ हेर्दा त चोया पर्दिएर टाइम लाग्छ ए बसेर भने भाइ त बस्छ त बस्ने मलाई चिन्छस् बसेर बस्छ भोलि भेटौँला कि केही खाएर जाउँ त बस्ने मामालाई दादा नो फुट्छ दादा दादा आज तपाईँ जाऊ बाबा आन्टी तपाईँले मलाई त कसरी थाहा भयो भने म त रिन्द्रमा सुतेकै थिइनँ अनि बाला दाइ गफ गरेको खुसी हुनु भयो टीका लाउनु गएको या टीका
तिम्रो बाबुले मात्र होला पनि दिदीहरुलाई थाहा होस् न विदेशको त भित्र आन्थेली लिनै पर्दैन खुसखुस गरेर नभइले म एकछिन आगो ताप्दै पहिला आगो साह्रै टाढो बाइकमा हिँड्दै तिमीलाई आगो ताप्नु त जाडो कम जाडो छ घरमा भाइ यहाँ हामी रमाइलो अहिले भर्खर आयो दिदी त खोजा त